नमस्कार, म मुक्तिनाथ उप्रेती, म नकुल बिडारी, म रबिन महर्जन। दर्शकवृन्द, आजको भिडियो हामी तपाईलाई विशेष रूपमा प्रस्तुत गर्न लागिरहेका छौं। म मुक्तिनाथ उप्रेती अनि साथी पनि दाइ पनि मेरो नकुल बिडारी, मेरो भाइ अत्यन्तै मिलनसार भाइ रबिन महर्जन। हामी चाहिँ आज तीनटै दाजुभाइ, हामी तीनजनै कृषक। हाम्रो यो कृषिमा चाहिँ कसरी अघि बढ्न सकिन्छ, कसरी हामी सफल हुन सक्छौं र हामी तीन भाइकै अहिले यो पछिल्लो अवस्था हेर्दाखेरि चाहिँ गोलभेडा खेती अत्यन्तै राम्रो भएको छ। दाइको पनि एकदम राम्रो छ। अहिले हामी नकुल बिडारी दाइको टनेल अगाडि छौं, रबिन भाइको यही नजिकै छ, मेरो अलि तल छ। अब खास चाहिँ हामी बीच हुने सरसल्लाह, हामी बीचको एकताले गर्दाखेरि चाहिँ के कस्तो लाभ पुग्यो, हामीलाई कस्तो सफलता मिलिरहेको छ, यो विषयमा चाहिँ हामी हाम्रो भोगाई चाहिँ हामी प्रस्तुत गर्नेछौँ, छलफल पनि गर्छौँ हामी। छलफल पनि गर्छौँ। अब हामी यो टनेलभित्र छिरौँ है दाइ। हेरौँ ल रबिन भाइ आउनु। जाउँ भाइ, यो भाइहरू यतै गरौँ। ल यतै बसौँ। ल हामी क्यामेराम्यान हुनुहुन्छ हाम्रो सुमन उप्रेती भाइ, अहिले बडो मेहनतका साथ खिचिरहनु भएको छ। बसौँ भाइ यतै। अब यो चाहिँ सल्लाह गर्दै हाम्रा दर्शक एवं कृषक साथीहरूलाई नै भनौँ, अब यो पछिल्लो समयमा पहिला पनि थियो, पछिल्लो समयमा नि यो कस्तो खालको साँघुरो सोच देखिरहेछ भने हाम्रो आम दर्शकहरूलाई हामी भन्छौँ, एउटा कृषकले अर्कोलाई आफूले बुझेको विषयमा जानकारी नगराउने, नभनिदिने, त्यो खालको प्रवृत्ति हामीले देखिरहेका छौँ। तर हामी बीच त त्यस्तो छ जस्तो लाग्छ छैन। हामी त यस्तो गर्छौँ, बिच चाहिँ यो सरसल्लाह गर्दाखेरि चाहिँ के भयो भने अहिले भर्खर रबिन भाइले के भन्नुभयो भने यसलाई चाहिँ दाजु अब यसलाई अहिले फङ्गिसाइड चलाइदिउँ, अलिकति पात डढ्न लाग्यो भन्ने कुरा भयो। अनि मैले चाहिँ अब यो लास्टमा के गर्ने होला भन्ने फेरि भने होइन, यो बेच्न पाइन्छ अझ धेरै, यो पात मर्न सक्छ, पात नमर्ने चाहिँ यसो भिटामिन यसो मिलाएर अलिअलि हाल्नुपर्छ भन्ने सल्लाह दिनुभयो भाइले। हामी सल्लाह गर्दाखेरि अब जस्तो के औषधि हालियो, हामीले के मल हालियो, हामी यहीँ आफै हामी सल्लाह त भइरहेको छ त होइन र। भनेपछि कतिपय चाहिँ यस्तो पनि हुँदो रहेछ फेरि, कतिपयको चाहिँ घरमै के भाइ, कतिपयले चाहिँ यसो मैले अन्त पनि देखेको छु, घरमै त्यो जुन के आज हामी दबाई हाल्दैछौँ त्यो दबाई चाहिँ उही फुटाएर प्याक गरेर ल्याउने अनि नदेखाउने कि त्यसको खोलहरू सुटुक्क ल्याउने, त्यसको के कम्पोजिसनको कस्तो कुन हाल्यो भने नै नदेखाइदिने कि अरूलाई, अरूले थाहा पाउला, अरूले चाहिँ बढी बेला। हाम्रो बीच त्यस्तो भएन हैन। हाम्रो के छ भने अब रबिन भाइले गत वर्षदेखि नै कृषि गरिरहनु भएको र गत साल पनि सफल भएको देखेँ र फेरि यसपालि गत वर्षभन्दा पनि राम्रो पाएँ मैले होइन। के छ हामी बीचको चाहिँ कस्तो भइदियो भने अघिल्लो साल पनि हामी बीच सल्लाह भइरहेको होइन। फेरि नकुल दाइले विगत 8-9 वर्षदेखि टनल गरिरहेको सँगै चाहिँ यसपालि भयो होइन। विगतमा घर नजिकै बनाउनु भएको त 8-9 वर्ष बितिसक्यो, फेरि सँगै भयो। के छ कस्तो लागिरहेछ भाइलाई चाहिँ? अब मैले गत वर्षदेखि मैले यो कृषिमा लागेको, अब यो गत वर्षदेखि गर्दाखेरि गोलभेडा खेतीमा चाहिँ मैले अनुभव गरेको कुराहरू र देखेको कुराहरू मैले अनुभव धेरै गर्न पनि पाएँ र आफूले कृषिमा अलिकति राम्रो पनि गर्न पाएँ। अनि मैले जानेको कुराहरू पनि मुक्तिनाथ दाइलाई पहिला उहाँको सेटमा अब पानी नपुग्दाखेरि अनि पानीको मात्रामा पुग्दा या नपुग्दाखेरि मैले खबर गरिरहेको हुन्छु। म व्यस्त भइराख्ने होइन, उहाँले सही भन्नुभयो कि म व्यस्त भइराख्ने, अब विभिन्न ठाउँमा गइराख्ने, खेती अलिकति ठुलो छ। अनि भन्नुहुन्थ्यो कि दाइ तपाईँकोमा त पानी पुगेन नि, अब उस्तै व्यक्तिलाई हो भने त त्यो पानी पुगोस् नपुगोस् के मतलब भयो र होइन। सुख लाग्यो नि दाइ होइन, कल गरिरहनु भएको हुन्छ, यो उहाँको राम्रो पक्ष। अब नकुल दाइले पनि कहिले भाइ के छ टिप्पणी गर्ने होइन या रोगको समस्या छ नि त भाइकोमा भनिरहनु भएको हुन्छ होइन। त्यसले गर्दा चाहिँ हामी बिच चाहिँ कस्तो भने त्यो यसको राम्रो होला, यसले टप्ला होइन, यसको प्रगति होला भन्ने चाहिँ त्यो रहेन। सकेछ सबैको होस् होइन, सबैको। अनि अब हाम्रो नकुल दाइको हेर्नु न, अब यो जेठमा लगाउनु भएको उहाँले हरियाली त्यत्तिकै छ, पाटपुट्टो अलिअलि डढेको छ। तपाईँ यहाँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ अघि रबिन भाइले भन्नुहुन्थ्यो अङ्गुर जस्तो छ फलेको भनेर हेर्नु न। अब यति जस्तो भएको कारण चाहिँ खास चाहिँ अब यो अहिलेसम्म यतिको राम्रो देख्नु भनेको चाहिँ मेन चाहिँ प्राङ्गारिक मल नै हो, गोबर मल नै हो है। हामीले चाहिँ अब मल चाहिन्छ भनेर चाहिँ हामीले चाहिँ बजारबाट रासायनिक मलहरू किन्छौँ, त्योभन्दा बढी प्रयोग चाहिँ हामीले घरको मलहरू प्रयोग गर्यो भने
बोट बिरुवाहरू चाहिँ एकदम राम्रो हुने त्यो देख्यो है त्यो देखियो। उत्पादन नि हुने, साइज पनि हुने, त्यही त। अनि यो हामी अलि अगाडि पनि बढौँ हैन? अर्गानिक पनि भयो। अब यो रबिन भाइकै प्रसङ्गलाई जोडेँ मैले, जस्तै रबिन भाइले पनि गोबर मल प्रयोग गर्नु भएको, मैले पनि प्रयोग गरेको हैन। तर यो खालको उत्पादन साइज देखिँदै पनि हरियाली चाहिँ हामीहरूको भन्दा बढी नै भन्ने भयो होइन भाइ है? यसले गर्दा रबिन भाइले भन्नुभयो ठिकै हो, उहाँले पनि गोबर मल हाल्नु भयो, हामीले पनि नहालेको होइन। तर उहाँले चाहिँ काठमाडौँबाट चाहिँ गाई फर्मबाट या आफन्तकोबाट कताबाट ल्याउनु भयो नि त? त्यो चाहिँ कस्तो भने गोबरै गोबर भएको एकदम। यसो पत्कर थिएन, पात थिएन, पात थिएन, सबै भयभरको गोबर मात्रै। अब हेर्नु तपाईँको यो माथि टुप्पोमा गएर पनि यत्र साइज छ, अब हरियाली यत्तिकै राम्रो, चमक पनि त्यत्तिकै छ होइन। अब हामी बिच हाम्रो आम दर्शक कृषकहरूलाई अर्को जानकारी पनि गरौँ। अब एकले अर्काको समस्या चाहिँ बताइदिने होइन। म आफैले पनि भनिरहेको हुन्छु दाइलाई, दाइ यो खालको समस्या छ भनेर भाइलाई पनि भनिदिरहेको हुन्छु। अनि उहाँहरूले पनि भन्नुहुन्छ, किनभने हामी आफैमा विज्ञ कोही पनि पुरा जान्ने चाहिँ कोही पनि नहुँदो रहेछ। केही न केही ममा कमजोरी, केही दाइमा, कोही भाइमा, हामी बिच चाहिँ त्यो सरसल्लाह भइरहेको हुन्छ। अब अर्को कुरा चाहिँ हामी बिच अर्को के सल्लाह हुन्छ भने हामी झुट नबोल्ने, तर भाउ चाहिँ धेरैतिर बुझ्ने होइन त? हामी धेरैतिर बुझ्ने, हामी नचाहिने कुरा गरेर त्यो उचाल्ने पछार्ने व्यापारीको चाहिँ मानसिकता अर्को बनाउने काम चाहिँ हामीबाट हुँदैन। धेरै ठाउँमा बुझ्छौँ हामी। अनि अर्को कुरा के छ भने सल्लाह हुन्छ। अब अस्ति मात्रै होइन रबिन भाइले कल गर्नुभयो, दाइ के हो भन्नुभएको थियो। म एउटा 2 ठाउँमा छ टनेल, तल टिप्दै थिएँ बजारनेर, अनि टिप्नु जस्तो लाग्यो दाइ भन्नुभयो। फेरि मेरो माथि टिप्ने योजनै थिएन, टिप्दिउँ कि क्या हो भाइले भन्नुभयो भने। अनि फेरि उहाँको सोच हेर्नु न, कल गर्नुभयो, ल दाइ म छु, म पनि सघाउँछु भन्नुभयो होइन। मेरो हौसला बढ्यो, माथि आयो। फेरि समय कस्तो पऱ्यो, त्यो दिन 1000 रुपियाँ थियो, भोलिपल्ट 800 होइन भाइ। भनेपछि लगभग चाहिँ 30 क्रेट क्रस थियो मेरो, 32 क्रेट भयो। अब त्यही हिसाबमा जाँदा पनि 5-6 हजार त बच्यो नि, किनभने उहाँको सकारात्मक सोच थियो, हौसला दिनुभयो, म पनि टिपिदिन्छु दाइ भनेर। अनि उहाँले नै भन्नुभयो, दाइ तपाईँलाई कल गरेँ, तपाईँले टिपेर हो कि मैले टिपेको भन्नुभयो। मैले भने होइन भाइ, तपाईँले गरेर हो कि आज मैले माथि टिपेको भन्दा। आखिर के भयो, दुईजनालाई चाहिँ फाइदा भयो होइन। मेन कुरा सहकारी नै यसमा ठुलो कुरा हो। एक हातले ताली बज्दैन भने जस्तै यो अब जानेको कुराहरू एकले अर्कालाई सिकायो भने चाहिँ एकदम राम्रो हुने रहेछ क्या। अब पानीकोदेखि लिएर औषधिदेखि लिएर हाम्रो 3 जनाको चाहिँ एकै ठाउँमा सेट भएको कारणले चाहिँ मैले राखेको औषधि उहाँलाई भन्छु, उहाँले राखेको औषधि चाहिँ मलाई भन्नुहुन्छ। अब लुकाउँदैनौँ हामी, नलुकाएपछि त छर्लङ्ग भयो नि त होइन। अब त्यसले गर्दा अब हामीले के गर्यौँ भने हामी चाहिँ एकजना चाहिँ होइन अर्कोको टनेलमा गइरहेको हुन्छौँ। त्यो त कसको के भइरहेछ हामी हेरिरहन्छौँ, निरीक्षण हो होइन। अनि एउटा कुरो चाहिँ के हो भने अब कृषक अरू हामी साथीहरूलाई के भन्नु भने यो एउटा सल्लाह चाहिँ के हो भने अब टनेल कसैको छ भनेदेखि चाहिँ हजुर यो जेठतिर चाहिँ यसरी यो खरबुजा तरबुजा के भन्छ यो खरबुजा होइन यो चाहिँ छ नि, यो हुँदो रहेछ। अनि लगायो भनेदेखि गर्मी भएको बेला चट्ट काटेर खान पनि पाइने। अब यो साइडमा होइन यो खरबुजै भन्छ। मैले दाइसँग भेट्न पाइनँ, तर मैले लगेर खाएर होइन भिडियो पनि बनाएको मैले। उहाँले चाहिँ फेरि लगाउँछु भनेर नि होइन है दाइ, आएको हो काठमाडौँबाट ल्याउनु भयो उहाँले। अब हामीलाई चाहिँ उहाँले यो प्रसङ्ग जोडिहाल्नुभयो, एकदम राम्रो। खरबुजा खान मन लाग्यो, व्यावसायिक रूपमा पनि गर्न सकियो होइन। यसमा दुई मत भएन, भोलि मल्चिङ गर्न सक्यो, भित्रै पनि माटो लागेन होइन। व्यावसायिक रूपमा गर्न सक्नुहुन्छ तपाईँले, डोरी लगाएर टाँड पारेर विभिन्न तरिकाले। अब अर्को कुरा दाइले भन्दाखेरि मलाई याद आयो, दाइले मैले पनि अघिल्लो वर्ष राजमा सिमी लगाएँ, उत्पादन राम्रै लिएँ, यसपालि पनि लगाएको छु। दाइ फेरि मभन्दा अगाडि भटमास लगाएर उहाँले थन्काइसक्नुभयो। हाम्रो फेरि यहाँ रबिन भाइको मैले भिडियो मैले बनाइसकेँ, रबिन भाइले साग पनि लगाउनु भयो। अब अहिले हाम्रो चाहिँ फेरि छैन है, यहाँ मुनिबाट छैन, भाइको उहाँ काउली लहल भइसकेको छ होइन, भइसकेको छ भनेपछि यो माथि खुल्दै हुँदै गइसकेपछि त काउली लगाउन दाइ भन्नुभयो उहाँले। अब उहाँले त लगाइसक्नुभयो, अब हामी नै सिक्दैछौँ होइन। किनभने एकले अर्कालाई चाहिँ सहयोगको भावना हामीले राखेका छौँ। उहाँले चाहिँ अब रायो साग लाउनु भयो भाइले, अहिले काउली लगाइरहनु भएको छ होइन। त्यसले गर्दाखेरि हुनेसम्म थोरै जमिनबाट धेरै आम्दानी लिन सक्यो होइन। अब हामी बिच चाहिँ के छ, भाउको विषयमा पनि हामी 2-4 जना व्यापारीलाई कल गर्छौँ, सोध्छौँ। कालीमाटी फलफुल तथा के छ बजार व्यवस्थापन समिति जुन छ कालीमाटी तरकारी बजारले लिस्ट दिएको हुन्छ, पेजमा पनि हामी अनलाइनमा हेर्छौँ।
हामी युट्युब च्यानल पनि हेर्छौँ, भारतको युट्युब च्यानलमा पनि हेर्छौँ, त्यहाँको रेट पनि बुझ्छौँ। हामी झुट बोल्दैनौँ, तर हुनेसम्म चाहिँ धेरै लिन कोसिस गर्छौँ। त्यो हाम्रो त अब हाम्रो साथीभाइमा हाम्रो चाहिँ यो सूचना आदान प्रदान भइरहेको हुन्छ, यति भाउ भइरहेछ, के गर्ने आज कसो गर्ने भने त हाम्रो कुरा भइरहेकै हुन्छ नि। अब हामी बिच के छ भने हिजोको मात्रैको कुरा होइन, हिजो मात्रैको के अस्ति थियो दाइ, अब बिस्तारै ओह्रालो लाग्ला कि भन्ने जस्तो भयो। खासै बित्या पनि थिएन। रबिन भाइले नकुल दाइलाई कल गर्नुभयो, भाइले कल गरे हो, ओछ्यानमै थिएँ। अब भाइले कल गरेछ, के हो भाइ भन्नुभयो नकुल दाइले। अब ठिक छ दाइ, अब भर हुँदैन, अब खस्किन सक्छ, टिपिदिनु न भन्यो। अब आखिर 150 घट्ला कि भन्ने जस्तो पनि भइरहेछ अहिले होइन। अब त्यसले गर्दा के भने उहाँले टिप्नुभयो। अब यसरी हामी बिच सरसल्लाह हुन्छ। तपाईँको घरकोतिर हामी यस्तो सल्लाह हुँदैन, हामी मात्रै जान्ने, हामी मात्रै भन्न खोजेको होइन। फेरि यो हामीले किन यो भिडियो तयार पार्यौँ भन्दा मनमा कालो मैलो नराखेर कृषक बिच चाहिँ सहकार्य गरेर एकले अर्कालाई साथ दिने हो भने चाहिँ कृषिमा सफल भइन्छ। फेरि उत्पादन मात्रै गरेर भएन। जस्तै दाइ हुनुहुन्छ, हाम्रो रबिन भाइ हुनुहुन्छ, हामी 2-4 ठाउँमा कल गरेर सल्लाह गरेर होइन, अनि उस्तै परेछ भने फेरि हामी एकजुट भएर एउटै व्यक्तिलाई दिने हो कि होइन, त्यो खालको चाहिँ सल्लाह भइराखेको छ। जब हामी मनमा कालो मैलो राख्दैनौँ, यसको पनि भलो होस् भनेर अघि बढ्छौँ भने हरेक क्षेत्रमा सबैको भलो हुन्छ। अब नकुल दाइ, रबिन भाइ, हामी चाहिँ सहकार्य गरिराखेका छौँ। अब हामी चाहिँ अब काउलीको बिउ कहिले राख्ने होइन, कतिखेर उत्पादन गर्ने, के हाल्ने भन्ने हामी योजनामा पनि छौँ। फेरि अब हामीले चाहिँ यसरी सल्लाह गरिराख्दाखेरि हामीलाई अहिलेसम्म नाफै मात्रै होइन। हामी साथीभाइ यसरी बस्दाखेरि यो अस्ति टिपेको भन्दा अघिल्लो लटमा हामीले बजारमा 900 पाएको ठाउँमा हामीले 150 रुपियाँ महँगो 11.5 भनेपछि त 250 दाइलाई हामीले व्यस्त हुनुभयो। पछि मैले फेरि कति हजारमा 150 रुपियाँ मलाई 150 घाटा। किनभने भाइले सङ्केत देख्नु भएको रहेछ। अब फेरि अर्को कुरा पनि है, यो अब कस्तो हुन्छ भने यथार्थ त बोल्नै पर्ने हुन्छ हामीले। कस्तो भइदियो भने एकचोटि कुरा कस्तो थियो भने मैले लगभग 1100 हुनुपर्छ सायद, 1100मा कुरा लगभग टुङ्गाइसकेको, 11-12 होला सायद, 12मा लगभग कुरा टुङ्गाइसकेको। रबिन भाइले चाहिँ दाइ मैले त 1300मा दिएँ भन्नुभयो होइन। अब मान्छेको जात त हो होइन, अब क्रेटमै 100 बढी छ। अब के भन्ने त भन्दा अब व्यापारीलाई बोलिसकेको छ, कुरा फेर्न नि भएन, अरूलाई दिन नि भएन। अनि मैले भने मेरै भाइले यहाँ साथीले यसरी बेच्दै हुनुहुन्छ 1300मा, यो त चलेको त दिनु पऱ्यो नि भनिराख्दाखेरि उहाँले मिलाउँछु भन्नुभयो। पछि लास्टमा मिलाउनु पनि भयो। भन्दाखेरि के छ भने हामी झुट चाहिँ नबोलौँ, राम्रो उत्पादन गरौँ होइन दाइ। राम्रो उत्पादन गरौँ, राम्रो उत्पादन गरेपछि भाउ माग्नु पनि नडराउँ। हामीले कुनै दबाई हालेपछि हामी फेरि फल पनि त हामी टिप्दैनौँ नि होइन र। यो विषयमा चाहिँ दाइले बताइदिनु। हामी चाहिँ विषादी कतिपय किसानहरूसँग त हामी हाल्दैनौँ नै, त्यो आफ्नो ठाउँमा छ। तर कमसल हाल्दाखेरि पनि हामी त्यो 7-8 दिन होइन, 7-8 दिन नभइकन हामी करिब एकपल्ट आज टिपे आजै हाल्छौँ र अर्को नेक्स्ट टिप्ने बेला नभइकन फेरि अब त्यो बेला चाहिँ हामी अवस्था हेरेर होइन। अब रोग लाग्नुभन्दा पनि हामीले ध्यान दिनुपर्ने कुरा चाहिँ यो गोलभेडा खेतीमा निगरानी बढी चाहियो। निगरानी होइन, ग्रस्त भएपछि उपचारमा लाग्नुभन्दा पनि निगरानी चाहियो। निगरानी गर्दा थोरै पैसाले थोरै एकदम चाहिँ भनौँ न कमसल खालको हामीलाई हानि नपुर्याउने खालको विषादी युज गर्दा पनि ठिक हुने भयो। अब हामीले निम आइलमा विशेष जोड दिनुपर्ने देखिरहेको छ। जहाँ युज गरिरहेको छौँ त हामी, निम आइल, साबुनको घोल, गहुँ त होइन। अब हामी अब बिस्तारै अर्ग्यानिकतिर लाग्नुपर्छ। अघि हामी यो भिडियो रेकर्ड हुनु अगाडि दाइले भन्नुहुन्थ्यो यो अलिअलि पाल परेपछि नाक खुम्च्याउने यो किरा लायो भन्छन् किसानहरूले। भाइ यो त किसानले भन्दा नि उपभोक्ताले नै, किसान त्यस्तै उपभोक्ता त्यस्तै, विशेष गरी किसान भन्दा नि उपभोक्ता नाक खुम्च्याउँछन् होइन। अब पाटोपुट्टो पाल परेको अलिअलि किरा लागेको खानु नै राम्रो हुन्छ कि। किरा खानुहोस् भनेको नि होइन, किरा लागेको छानेर लानु भनेको होइन। किरा लागेको भनेको त त्यो त्यसले के हो भने त्यो किसानले विषादी अत्याधिक हालेन भनेर बुझ्नु होला होइन। अलिअलि पाल पर्ने बित्तिकै नराम्रो भन्नुभन्दा त्यसमा अलिअलि विषादी कम रहेछ भनेर बुझ्नु पर्यो होइन। अब अर्को कुरा भनेको हामीले अब के छ दाइ, के छुटफुट कुरा के लाग्छ किसान? अब यसो गरौँ अब यसलाई। दर्शकवृन्द, यतिखेर हामी चाहिँ रबिन भाइको यता गोलभेडा खेतीमा छौँ। झट्टै हेर्दा चाहिँ कोही कसैलाई कति लोभ लाग्यो भन्ने पनि लाग्ला। लोभ होइन, यो मेहनत हो र थोरै जमिनबाट धेरै उत्पादन लिने तरिका हो। ल हेर्नुहोस् त, यहाँ तपाईँ देख्न सक्नुहुन्छ, यहाँ साग उहाँले पटक टिपेर खाने बेच्ने गरिसक्नुभयो। यहाँ साग देख्न सक्नुहुन्छ नजिकै, यो साइडमा यसले कुनै चाहिँ नि डिस्टर्ब गरेको छैन। अब यो बलेसी यहाँबाट जान्छ,
बलेसीले पानी परुन्जेल यसले सिँचाइ भइहाल्यो अब यता थोपा सिँचाइ यता चलिरहेको छ फेरि यहाँ हेर्नु न अब यहाँ गोलभेडा उहाँले व्यापक टिपिसक्नुभयो फेरि यता पालो आइसकेको छ अब यो चिसोले भोलि गाह्रो होला आफ्नो ठाउँमा छ होइन अब यहाँ उहाँले रायो साग लगाउनु भयो फेरि यहाँ काउली पनि यति राम्रो लगाउँदो छ होइन खास के छ भाइ यो आइडिया तपाईँलाई कहाँ आयो यो आइडिया भन्दा पनि अब यहाँ जग्गा खाली अलिअलि देख्यो हजुर साग तरकारी पनि खान मिल्छ अलिअलि बढी भयो भने बेच्नु पनि मिल्छ भनेर चाहिँ मैले बेच्नु पनि भयो अलिअलि बेच्यो नि भाइले धेरै बेच्यो त नि 10-15 किलो आइरहन्छ है कति रुपियाँ बढीमा कतिसम्म बेच्नु मैले सुरुमा 60 रुपियाँ केजीमा पनि बेचेँ अहिले लगभग अहिले त 50 रुपियाँ नै केजी छ अझै पनि छ भाइले साउनतिर त अलिक महँगो बेच्यो 100 रुपियाँ बेच्यो जस्तो लाग्छ मलाई साउनतिर त्यति खासै मेरो निस्केको थिएन भनेपछि 100 रुपियाँ केजीमा चाहिँ तल दाइले चाहिँ भेट्यो जितेन्द्र दाइले कुरा गरेको थियो ए ठिक नकुल दाइले भने नि मिल्यो 100 रुपियाँ किलो पनि थियो कि एकचोटि त्यो बेलामा यहाँ गाउँमा रेट छैन कि यसको अब काठमाडौँमा किनेर खानेले केजीको 250 रुपियाँ किनेर यो साग खान्छ अब यस्तो गर्नु पर्यो अब आगामी दिनमा लगाउनु पर्यो तपाईँले लगाउनु पर्यो नकुल दाइले लगाउनु पर्यो मैले लगाउनु पर्यो अलिक धेरै हुन्छ होइन व्यवस्थापन गरेर हामीले पठायो भने त फेरि राम्रै भाउ पनि पाउने भयो नि त होइन भनेपछि अब हाम्रो खाली छ तर यहाँ हाम्रो रबिन भाइको चाहिँ यहाँ साग पनि छ यो चाहिँ काउली पनि छ भनेपछि अब हामीले के छ भने उहाँको रिस गर्ने होइन सिक्ने नाक खुम्च्याउने पनि होइन होइन अब हामीले सिक्नु पर्यो यसरी सिक्नैकै लागि हो मैले यो ट्राई गरेर हेरेको गएको वर्षमा पनि मैले एकचोटि 200 बोटमा मात्र ट्राई गरेको थिएँ सफल भयो अनि योपालि चाहिँ अब धेरै खेती गर्यो टनलभित्र पनि अनि योपालि चाहिँ धेरैमा पनि आउँछ कि आउँदैन भनेर यो एकचोटि धेरैमा पनि लगान यसरी ट्राई गरेँ अब यो पनि अब सफल जस्तो देखिन्छ देखियो किनभने गोलभेडा तपाईँको पाल्लोहरू आइसक्यो त यहाँनिर यसरी पाल्लो आइसकेको छ यहाँ फलहरू छ अस्ति मात्र टिप्नु भएको होइन फेरि यहाँ साग छ यता चाहिँ काउली छ भनेपछि हामीले व्यवस्थित ढङ्गले लाउन सक्यो भने अन्तर्वादीबाट पनि फेरि छुट्टै आम्दानी लिन सक्यो नि छुट्टै जमिन चाहिएन होइन थोरै जमिनबाट धेरै आम्दानी लिने तरिका यो पनि गजब रहेछ फेरि उहाँहरूले फेरि अरू हेर्नेले भन्छन् होला यो गोलभेडा त यति रहेछ थोरै रहेछ भनेर यो सिजनमा अस्ति हामी भदौतिर यो बोटले थाम्न नसकिन्थ्यो होइन थाम्न नसक्ने यस्तो कि अब झुप्पा नेपाली फार्मर त्यो फेसबुक पेजमा पनि छ होइन दाइले भने जस्तो पछि गोलभेडा पनि छ त्यही भएर काउली राम्रो भने गोलभेडा कति थियो तर सिद्धि यस्तो हाम्रै त्यो नेपाली फार्मर पेजमै छ नकुल दाइले पनि व्यापक उत्पादन गर्नु भएको होइन यत्रो त्यो फलवाला थियो नि त त्यो अगाडि त लास्ट भएर गरे हो यो त निहुरेर आइसक्यो त यो त देख्नु है हाम्रो दर्शकहरूले हेर्नु होला यहाँबाट नागेर यहाँ आइसक्यो फेरि यहाँ पनि टिपिसक्नु भयो फेरि यहाँ पनि भनेपछि अब विचार गर्नु न अब यो त अझ अर्को रहेछ भाइ ल हेर्नु यहाँ यो भुइँ छुनीसम्म भइसकेको छ अब यो त सिजनले गरेर मात्रै हो अब चिसो आइसक्यो नि भाइ होइन नत्र भने त कति लिने उत्पादन माथिबाट आएर चाहिँ भुइँ छोला भन्ने अर्को एक वर्ष फलाउन सक्छ हामीले है त्यो छ अब हामी अब नकुल दाइकोमा गयौँ हाम्रो चाहिँ रबिन भाइकोमा भयो अब मेरो आफ्नै टनेलमा जाउँ त्यहाँको दृश्य थोरै हेरौँ है त दर्शकवृन्द हामी अहिले मेरो आफ्नै मन्जिल नमुना कृषि फर्ममा आइपुगेका छौँ यहाँ नकुल दाई साथमा रबिन भाइ नै हुनुहुन्छ होइन तपाईँ यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ यो सरलाई यसो हेर्दाखेरि चाहिँ बडो मजा आउने खालको छ यो चाहिँ यसको विशेष भिडियो हामी अर्को भागमा देखाउँछौँ यहाँ चाहिँ अब हामी यहाँ छिरिसकेका छौँ अब यो केही 2-3 हप्तामा यो राजमा सिमी छ यो साइडमा यो 2 हप्ता जति लाग्ला पाक्नलाई यहाँ गोलभेडा यो चाहिँ वैशाखको 21 गते लगाएको गोलभेडा हो तपाईँ देख्न सक्नुहुन्छ यो माथिबाट लत्रेर तल आइसकेको छ है यो त यस्तो माथि यस्तो जाने हो यो नकुल दाइले यता माथि सार्दै हुनुहुन्छ अब यहाँबाट चाहिँ अब यो हामीले के सोच्यौँ ताड पार्न अप्ठ्यारो भएर यो तल आयो हेर्नु है यहाँबाट झरेर 1 झुप्पा 2 झुप्पा यहाँ टिपिसकेको छ थुप्रैपल्ट यो 3 झुप्पा यहाँ फुल चिचिला अब ल हेर्नु त भुइँमै छला जस्तो भइरहेको छ यो वैशाखको 21 गते लगाइयो र यसरी चाहिँ हामी बिचको सहकार्यले चाहिँ म पनि दाई भाइ हामी सबै सफल भएका छौँ अब हाम्रो यो संवाद यो कुराकानी तपाईँहरूलाई कस्तो लाग्यो प्रतिक्रिया जस्ताको जस्तै गर्न नबोल्नु होला अनि हाम्रो यो भिडियो मन पर्यो भने यदि तपाईँलाई मन पर्यो यो भिडियोले चाहिँ कृषकमा सकारात्मक सन्देश दिनेछ भन्ने लाग्यो भने सेयर लाइक कमेन्ट पनि गर्न नबोल्नु होला सक्दो फैलाउनु होला यदि मन परेको खण्डमा चित्त नबुझ्यो भने सुझाव तपाईँले खरो पनि दिन सक्नुहुन्छ सल्लाह सुझाव अब अहिलेलाई हामी यो भिडियो यहीँ टुङ्ग्याउँछौँ नकुल दाई म मुक्तिनाथ उप्रेती भाइ रबिन महर्जन
हामी अहिले चाहिँ छुट्टिन्छौँ है त। हस्, नमस्कार।